केही महत्त्वपूर्ण जानकारीहरू। भूगोलका पिता भनेर कसलाई चिनाउँछ? इरेटोस्थेनिस। इरेटोस्थेनिस पहिलो पटक जियोग्राफी शब्दको प्रयोग गर्ने ग्रिक विद्वान हुन्। भूगोलको इतिहासमा नयाँ खोजको युग भन्ने कुन शताब्दीलाई मानिन्छ? 18औं शताब्दीलाई। जीएमटीको पुरा रूप के हो? ग्रिनविच मिन टाइम। दिएका भनाइ ठिक वा बेठिक के हो छुट्याउनुहोस् भनेको छ। अक्षांश रेखा 90 डिग्रीको फरकमा हुन्छ, यो गलत छ। 1 डिग्रीको फरकमा हुन्छ। अक्षांश रेखा पूर्ण वृत्ताकार हुन्छ, यो सही छ। अक्षांश र देशान्तर बीचको फरक। अक्षांश तेर्सो रेखा हो भने देशान्तर ठाडो रेखा हो। अक्षांश पूर्ण वृत्ताकार हुन्छ भने देशान्तर अर्धवृत्ताकार हुन्छ। अक्षांशले तापक्रम र हावापानीको जानकारी दिन्छ भने देशान्तरले समयको जानकारी दिन्छ। निम्न कथनहरूमा सही उत्तर छान्नुहोस् भनेको छ। कुनै स्थानको अक्षांशलाई त्यस स्थानको समयको सूचक मानिन्छ भनेको छ, यो रङ छ। अक्षांशले समयको सूचक होइन, अक्षांशलाई तापक्रमको सूचक मानिन्छ र तलको यसको विपरीत रहेको छ। तलका कथनलाई विचार गर्नुहोस् भनेको छ। 180 डिग्री अक्षांश रेखालाई अन्तर्राष्ट्रिय तिथि रेखा भनिन्छ, यो गलत छ। 180 डिग्री देशान्तरलाई चाहिँ अन्तर्राष्ट्रिय तिथि रेखा भनिन्छ। तलको मध्ये कुन भनाइ सही छ भनेको छ। नेपाल कर्कट रेखा र ध्रुवीय रेखाको बीचमा रहेको छ। तपाईँले यहाँ चित्रमा पनि हेर्न सक्नुहुन्छ। यस्तै खालको जानकारीको लागि हाम्रो च्यानललाई सब्स्क्राइब र पेजलाई फलो गर्नुहोला। धन्यवाद।